सम्पूर्णमा जयगुरु नमस्कार। आज 6 अगस्त 2026 फर्स्ट फोर जिआरको राइजिङ डे अहिले तपाईँहरू देख्न सक्नुहुनेछ। आजको प्रमुख अतिथि सुदर मेजर हनेर क्याप्टेन इमान बहादुर गुरुङ साहबको बाहुलीबाट पानसमा बत्ती बालेर यस कार्यक्रमको समुद्घाटन गरेको अवस्था। यस भिडियोलाई नछुटाई अन्तसम्म हेरिदिनुहोला। हस्त धन्यवाद। जय गुरुङ। हाम्रो इतिहास, हाम्रो पहिचान, हाम्रो अनुशासन, हाम्रो बन्धुत्व र राष्ट्र सेवामा समर्पित गौरवमय यात्राको उत्सव पनि हो। 170 वर्ष अघि रोपिएको साहस, इमानदारी र कर्तव्य परायणताको बिरुवा आज विशाल वटवृक्ष बनेको छ। त्यसैको छहारीमा हामी सबै आज फेरि एकपटक एकताबद्ध भएर उभिएका छौँ। आदरणीय महानुभावहरू, हामीले सँगै बिताएका दिनहरू, सुख दुःखमा बाँडिएका अनगिन्ती सम्झनाहरू आज फेरि मनभित्र ताजा भएका छन्। आज हामी विगतलाई सम्मान गर्दै, वर्तमानलाई आत्मसात गर्दै र भावी पुस्तालाई प्रेरणा दिने सङ्कल्पका साथ यहाँ उपस्थित भएका छौँ। अब म कार्यक्रमलाई कतिपय ढिला नगरिकन औपचारिक हनेर क्याप्टेन बुद्धबहादुर धले साहब र हनेर क्याप्टेन धनुराज गुरुङ साहबलाई पनि हाजिर हुनुहुनेछु। साहबले यहाँ आउनुभएको छैन। अब उहाँहरू आउनुभयो। यसै गरी आफ्नो ग्रहणको लागि हाम्रो कुमार साहबलाई पनि सुन्दर परम बहादुर गुरुङ साहब, यसै गरी आफ्नो ग्रहणको क्रममा यसै गरी सुबेदार केशर बहादुर थापा साहब, पूर्व कोषाध्यक्ष हनेर सुन्दर मेजर चन्द्रबहादुर गुरुङ साहब पनि म आसन ग्रहण हाजिर गरेको छु। उहाँलाई सुबेदार श्रीमती गङ्गा कुमारी श्रीमती रेशमबहादुर थापा, उहाँको परिवार भाइहरू म हाजिर गर्दछु। यसै गरी आजको कार्यक्रममा Sarva Bombay,
नमस्ते, जय गुरु। आज 170औं स्थापना दिवसको ऐतिहासिक कार्यक्रममा अध्यक्षतामा रहनुभएका यस संस्थाका अध्यक्ष क्याप्टेन नूतन कुमार थापा साहबज्यू, यस संस्थाप्रति हमेशा सक्रियशील सेवाभाव व्यक्तिको हाम्रो अग्रज, हाम्रो अभिभावक, यस संस्थाका संस्थापक अध्यक्ष, आजका प्रमुख अतिथि सुखदेव मेदनारायण हलेरी क्याप्टेन, भूतपूर्व सैनिक परिवार, चितवन नवलपुरको उपस्थित सम्पूर्ण परिवार, हाम्रो कर्मगर फौज 4 जिआर आज 170 वर्ष पुरा भइसकेको छ। 6 अगस्त 1857मा लेफ्टेनेन्ट डी मेकान्टायर साहबले पिथौरागढमा स्थापना गर्नुभएको थियो। हामी कर्मघरबाट सेवाकाल पश्चात एउटै क्षेत्र, एउटै जिल्ला, नजिकैको जिल्लामा बसोबास गरेरबाट स्थापना दिवसको हार्दिक शुभकामना व्यक्त गर्न। यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण केही परिवारहरूले सक्रिय सहयोगका लागि हामीलाई साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने कुरा अपेक्षा गरेका छौँ। गरिबीको मौसम पश्चातको समय पनि हामीलाई अमूल्य समय दिएर यस स्थापना दिवसको गरिने प्रयत्न गरेकोमा तपाईँ सम्पूर्णप्रति हामी कृतज्ञ छौँ, हामी आभारी छौँ र म सम्पूर्ण केटी परिवारलाई पुनः स्वागत गर्दै म आफ्नो स्वागत गर्दै यही साथीहरूलाई उहाँले प्रेरणादायी हाम्रो पल्टनको तर्फबाट आएको है राजनीति हाम्रो यो प्रोग्राम छ आज। अब भने हामी कार्यक्रमको फर्स्ट 4 जिआर जेठी पल्टन कार्यक्रममा आइसकेका छौँ। स्टाल लगाएको छ है। आजको यस कार्यक्रममा पानसमा दीप प्रज्वलन अहिले पाना सम्पत्ति बालेर आज उद्घाटन गरिएको छ। प्रमुख अतिथिज्यूको हातबाट उद्घाटन कार्यक्रम हुन गइरहेको छ। सबैजनाले ताली बजाएर सरी भजनमा हामी उहाँहरू सैनिक परिवार चितवन नवलपुर 170औं स्थापना दिवस आज हाम्रो शुभारम्भ हुन्छ। को युद्धको मुनिको राइफलम्यान छोराहरू तिरपन शक्ति 136 राइफलम्यान अहिले चाहिँ नि 84 सालमा कार्यक्रमका सभापति महोदय र यसै कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र अतिथिज्यू र आजको यस कार्यक्रममा पाल्नुभएका सम्पूर्ण साहबहरू, मेम साहबहरू र दाजुभाइ तथा दिदीबहिनीहरू लगायत परिवारजन र हाम्रो भूपू परिवार जो कि विदेश विश्वमा जतासुकै छरिएर बस्नुभएका हाम्रा तमाम भूपू परिवारका सदस्यहरूमा पनि म हृदयदेखि नै श्रीमती दिलीप सिंह गुरुङको तर्फबाट शब्द पुष्पगुच्छाहरू हजुरहरूको करकमलमा शुभकामनाका साथ अर्पण गर्न चाहन्छु र सबैमा फेरि पनि जय गरौँ, जय गरौँ, जय गरौँ। र आजको यस त्यो त अब मलाई जानकारी छैन, सकेसम्म सबैजना उपस्थित भइदिए यसरी भेटघाट हुन्थ्यो, रमाइलो हुन्थ्यो जस्तो लाग्छ। र म पनि आज शरीरको अस्वस्थताको कारण पनि आउँदिनँ भएर मैले पहिला नै म्यासेज पास गरेको थिएँ। फेरि पनि हिजो मलाई कस्तो लाग्यो भने भेटघाट हुनको लागि फेरि 1 वर्ष पुग्नुपर्छ होइन, म जान्छु भनेर म आएँ र इच्छा भयो भने उपाय जहाँबाट पनि आइलाग्छ र आउने मन भयो भने जसरी पनि यहाँ उपस्थित हुन सकिन्छ। मलाई लाग्छ हिँड्नै सकेन भने, बोल्नै सकेन भने त आउनलाई त गाह्रो हुन्छ, तर भगवान्ले दिनुभएको यति राम्रो हात खुट्टा छ, हेर्न सक्ने 2 आँखाहरू छन्, यसलाई पनि हामीले सही ठाउँमा सदुपयोग गर्नुपर्छ, मलाई त्यस्तो लाग्छ। तपाईँहरूलाई पनि फेरि फेरि आउँदाको दिनहरूमा यसरी नै भेटघाट गर्न पाइयोस् र यो हाम्रो स्थापना दिवसलाई भव्य र सभ्य बनाउँदै सबैले भरपूर आनन्द लिनुहोला भन्दै म फेरि पनि तपाईँहरू सामुबाट बिदा हुन चाहन्छु र जय गरौँ, जय गरौँ, जय गरौँ। हस् धन्यवाद। 43-617 CHM रेशम बहादुर थापा गुरुजीलाई म
केही शब्द राखिदिनुमा म हार्दिक अनुरोध गर्छु। रेशम बालन थापाको भएका सम्पूर्ण सहभागीहरूमा धेरै धेरै धन्यवाद। र आज हामी 170औं जन्मदिनको उपलक्ष्यमा म एउटा कुरा के राख्न चाहन्छु भने जो हाम्रो यो हामीले यो 170औं जन्मदिनमा कसरी मनाइयो भन्ने कुरोमा चाहिँ हाम्रो यो भीमबहादुर सलामी साहबको श्रीमती डेथ हुनुभयो। हाम्रो त्यो दिनमा 170 त्यो दिनमा 13औं वार्षिक मतलब उसमा हामी फर्केर आउँदाखेरि हाम्रो नर्तन साहब, रामबहादुर साहब अरू सब हामीले थकाली चौकमा बसेर हामीले योभन्दा पहिला हामीले के गर्थ्यौँ भने 11 मार्च मनाउँथ्यौँ। 11 मार्च मनाउँदाखेरि मैले त्यतिखेर एउटा कुरा राखेँ भने हामीले 11 मार्च त मतलब 5औं पल्टमा 11 मार्च मनाइन्छ। त्योभन्दा पहिला हाम्रो यो 6 अगस्त हाम्रो पल्टनको रेजिङ डे मनाउँ भनेर मैले उहाँहरूसँग मैले कुरा राख्दाखेरि उहाँले भन्नुभयो तपाईँले गर्नुभएको कुरा ठिक छ। अनि हाम्रो अहिले बितेर जानुभयो अनिल क्याप्टेन खड्गबहादुर साहब र अनिल क्याप्टेन कृष्णबहादुर साहबसँग उहाँसँग हामीले यो कुरा राखियो। यो कुरा राख्दाखेरि चाहिँ उहाँले स्वीकार गर्नुभयो कि ल हाम्रो 6 अगस्तको हामीले मनाउनु पर्छ भन्ने गरेर आर्थिक चाहियो। आर्थिक चाहिँदाखेरि चाहिँ हामीले 2000 गरेर मनाउँ, 2000 उठाउँ भन्ने हाम्रो एउटा त्यो सल्लाह भयो। 2000 उठाउँदाखेरि हामीले फर्स्ट 6 अगस्त चाहिँ कौशतीमा मनाइयो। भएर सामूहिक रूपमा हामीले कार्यक्रमहरू सञ्चालन भइरहेको छ भन्ने कुरामा हजुरलाई सबैलाई अवगत भएको कुरा हो। म त्यसलाई धेरै जान्नु, किनभने मान्छे जन्मेपछि मृत्यु हुँदासम्म उनले 2टा किसिमको दाताहरू पाइन्छ। एउटा हो जन्मदाता, एउटा हो कर्मदाता। र त्यसै गरेर हाम्रो अग्रजहरू आजको यो कार्यक्रम सञ्चालनको लागि पाल्नुभएका हाम्रा प्रमुख अतिथिज्यू, सभापति महोदय, विशिष्ट अतिथिज्यूहरू र हाम्रा उपस्थित हुनुभएका सम्पूर्ण जेठी परिवारका सदस्यज्यूहरू, यसमा चाहिँ सबै दिदी बहिनी, सहपाठी, गुरुजी, चेला सबैलाई म एकमुष्ट रूपले आज यहाँ उपस्थित हुनुभएकोमा उहाँहरूलाई मुरी धन्यवाद ज्ञापन गर्नुको साथै मेरो तर्फ र मेरो परिवारको तर्फबाट न्यानो अभिवादन टक्राउन चाहन्छु। एउटा किसिमको उहाँहरूको चिनो यानि कि भन्ने हो भने मेमोरियल हामीले बनाउन सकेको छैन। यसको लागि हामी सबैले एकजुट भएर गर्नुपर्छ। हक भनेको कुरा कसैले पनि हातमा हालिदिँदैन। हकको लागि लड्नुपर्छ। अहिलेसम्म इतिहास जिन्दा छ। गएपछि आमाको दुध खान पाउँछ। तर हामी एक भएर चाहिँ यो कार्यक्रम अगाडि बढायौँ भने यो आज उपस्थित हुनुभएका सम्पूर्णलाई फेरि पनि म उहाँहरूको आगामी दिनहरूमा दीर्घायु चिरायु मङ्गल र सुख शान्ति रहोस् भन्दै म यो मेरो 2टा शब्द यहीँ टुङ्गाउन चाहन्छु। सायद मेरो भनाइमा कोही तितो मिठो छ होला, यसलाई चाहिँ क्षमा चाहन्छु। जय गुरु। जस्तै हाम्रो पल्टन इथरागढ भन्ने ठाउँ कुमाउ हिलमा 1857मा 57मा म्याग्नेटायर भन्ने थियो अङ्ग्रेज अफसर, कसले थाहा भने हाम्रो नेपाली ऊ चाहिँ सुधार मेजर, उनीहरूले त्यहाँ एक्स्ट्रा राइफल उसमा उपस्थित गरेका थिए, जमाएका थिए। उसको बाद कति पुस्ता गर्दै जाँदा 170 वर्ष 169 पुरा हुँदा 170 वर्ष आजबाट सुरु भयो। यही अवसरको खुसी मनाउनलाई हामीले सम्पूर्ण हाम्रो ठाउँमा मनाउँदा नेपाल अधिराज्यभरि आफ्नो स्टेटमा तो हामी पनि चितवन, नवलपुर, पूर्व चितवन, माडी सकेसम्म नजिक मिलेर सबै मिलाउन गर्न पाए खुसी हुने थियो भन्ने मेरो अनुरोध थियो। तर मान्छेहरू भइरहे पनि आउँदैनन्।
कोही नसकेर आउने, कोही बिमार भएर नआउने अलग छ। कोही त्यहाँ अध्यक्ष पनि त्यही नवलपुर के भन्छ यो ठुलो चितवनको 1-2 जना अझ पनि यहाँ सामेल भएको छैन। सकेसम्म उनीहरूलाई पनि यहाँ ल्याउने कोसिस गर्नु पर्यो। अरू यस्तो मौका मनाउनलाई हामीले आफ्नो पुर्ख्यौलीहरूको याद गर्दै उनीहरूले रचेको इतिहास, जस्तै पहिलेको बुढाहरूले जर्मनमा एकजनाले 5-5 जना 6 जना जर्मनलाई फाँड्थे अरे खुकुरीले। जर्मनले भन्थे अरे ए तैँले खुकुरीले नआन मलाई बन्दुक हाल्नु भन्थे अरे। हाम्रो गोर्खाली यति बहादुर थिए पहिले, सानो भए पनि बुढाहरूको खुन तापेपछि आफू मर्ने 10-12 जना मारेर मर्ने त्यस्तो सिस्टम थियो। त्यसैले हाम्रो गोर्खालीको नाम संसारमा एकदम उच्चमा ल्याइन्छ। तर अहिलेको जमानामा पनि केटाहरू सबै त्यस्तै हुँदै गएको छ। पढे लेखे भए, अन्डरस्ट्यान्डिङ भए, फौजी भनेको एउटा डिसिप्लिनवाला, सिङ्गरले यो रुखलाई टेढो छ भने सिधा पनि टेढै भन्नुपर्ने त्यस्तो थियो। त्यो अहिले चाहिँ त्यो छैन। पढालेखा जमाना आयो, आधुनिक जमाना आयो, रकेटले लड्ने, मिसाइलले लड्ने अनेक आयो। त्यस कारण त्यही हिसाबले हामी पनि यहाँ राम्रो राम्रो तरिकाले गर्नु पऱ्यो भन्दै मेरो कुरा यति राख्छु। धन्यवाद। यस प्रथम दाइनी बहादुर मोर्चा राइफलको परिवारको सचिव सुबेदार मोहनबहादुर साहब, आज यस कार्यक्रमका अध्यक्ष, यसै संस्थाका अध्यक्ष क्याप्टेन नकुल कुमार साहब, आजको प्रमुख अतिथि सुधा मेजर अनिल क्याप्टेन इमान बहादुर साहब र देशमा आसीन सम्पूर्ण विशिष्ट अतिथिहरू र यस कार्यक्रमलाई भव्यताको साथमा सम्पन्न गर्न आउनुभएका सरदार साहब, गुरुजीहरू, भाइहरू, दिदीबहिनीहरूमा मेरो तर्फबाट र मेरो परिवारको तर्फबाट आज यस पल्टनको 170वां स्थापना दिवसको उपलक्ष्यमा हार्दिक धन्यवाद र स्वागत गर्दछु। आज बडा खुसी लागिरहेको छ कि आजको कार्यक्रममा फ्यामिलीहरूको जमघट चाहिँ धेरै देखेको मलाई बडा खुसी लागिरहेको छ। धन्यवाद सचिव भाई। आज जेडी पल्टन चौधरी राइफल का हाम्रो 170वां स्थापना दिवस कार्यक्रम का सम्मानीय अध्यक्ष अनि क्याप्टेन नितिन कुमार सभाध्यक्ष अनि देशमा बस्नुभएका विशिष्ट अतिथिज्यूहरू, सरदार साहबहरू र सबै दिदीबहिनीहरू, आज हाम्रो यो पल्टनको धेरै महत्त्वपूर्ण दिवसको हामी सबै यसको स्थापना दिवस मनाउनलाई हामीहरू एकत्रित भएका छौँ। यो 169 वर्ष पनि पुगेर अहिले 170औं वर्षमा हामीले यो पल्टनको यो स्थापना दिवस चलिरहेको रहेछ। अब यो हाम्रो पल्टन अब तपाईँलाई थाहै छ कि 6 अगस्त 1857 पिथौरागढ जो अहिले उत्तराखण्ड इन्डियामा पर्दछ उहाँ चाहिँ स्थापना गरेको थियो। त्यसबेला हाम्रो यो कमान्डिङ अफिसर हुनुहुन्थ्यो लेफ्टेनेन्ट डी मैकिन्टायर और प्रथम सुब्बा मेजर हाम्रो देशका सुब्बा मेजर हर्कबहादुर गुरुङ साहब हुनुहुन्थ्यो। त्यसपछि पहिला यो त्यसबेला हाम्रो यो पल्टन जस्तो अब फर्स्टको जिआर भन्ने थिएन। त्यो बेला यो पल्टन हाम्रो चाहिँ यो एक्स्ट्रा गोर्खा रेजिमेन्टको रूपमा जस्तै हो स्थापना भएको थियो। त्यसपछि यो हाम्रो कई नामहरू जो छ बदली हुँदै गयो पल्टनको। त्यसै क्रममा जो छ हाम्रो जस्तो यो पल्टन पहिले त्यसपछि केही समयपछि यो बङ्गाल नेटिभ इन्फेन्ट्रीको यो 19औं रेजिमेन्ट ग्रुपमा पनि यसको नाम रह्यो केही समय। त्यसपछि स्थापनाको
यही 4 वर्षपछि लगभग 1861 यो 4th गोर्खा रेजिमेन्ट बन्यो। तपाईँलाई लगाइदियो नाम यो अलिअलि बदली भएको छ, यसको जानकारी गराउन चाहन्छु। त्यसपछि फेरि जो छ 1924 यो पछि आयो। 1886 हाम्रो यो नाम जो छ तपाईँलाई थाहै छ। 86 हाम्रो जो छ अब सेकेन्ड फोर्थ इयर जो छ कोरिलेट भएको थियो। त्यस बेला बल्ल हाम्रो यो पल्टन फर्स्ट फोर्थ इयर भन्ने जस्तो बल्ल जस्तो त्यो कायम भयो। र त्यसपछि यो हाम्रो पल्टनले अब धेरै विश्वयुद्धमा पनि धेरै नामहरू कमायो। धेरै बहादुर हाम्रो गोर्खाहरूले धेरै वीरताको कामहरू गर्नुभयो, धेरै बलिदान दिनुभयो। त्यसैको उपलक्ष्यमा हाम्रो यो ब्रिटिसले यो हाम्रो यो पल्टनलाई यो हाम्रो साइड खबर ब्रिटिसको त्यसलाई उनीहरूले आफ्नो देशको अधीनमा सम्पर्कमा राख्ने प्रयास गर्नुभयो। त्यसै सिलसिलामा हाम्रो यो पल्टनको नाम पनि यो 4th प्रिन्स अफ वेल्स ओन गोर्खा राइफल्स भनिएको थियो। त्यो बेला 1924 यो भएको हो। त्यस बेला यो पल्टन हाम्रो यो कर्नल इन चिफ जस्तो आजभोलि भन्छ हामीले कर्नल रेजिमेन्ट भोटियाको। त्यसै जो छ हाम्रो पल्टनको कर्नल इन चिफ त्यस बेला प्रिन्स अफ वेल्सको भनिन्छ प्रिन्सहरू राजा व्यक्ति। र त्यसपछि यो किङ एडवर्ड 8 पछि है त्यो ब्रिटिसको 66देखि तपाईँको लगभग 1948 सालसम्म लगभग 82 वर्ष त्यही हाम्रो बगुलामा जस्तो त्यो सेन्टर भएर त्यो घर जति पनि पल्टन अब बाहिर जान्छ अपरेसनमा यताउता केही पनि फेरि फर्केर त्यही नआउँथ्यो। त्यो हाम्रो त्यो डेपोट जस्तो थियो ट्रेनिङ सेन्टर नै थियो 82 वर्षसम्म। अब पछि जो छ अब 1947 हाम्रो यो फर्स्ट इयरको त्यसको सेन्टर धर्मशालामा थियो। 1947 फर्स्ट फोर्थ इयर फेरि हाम्रो धर्मशालामा गयो र फर्स्ट इयर तपाईँको फेरि उता किलमेन टाउन कलकत्तामा सिफ्ट भयो। र पछि हाम्रो यो तपाईँलाई थाहा छ 14 डिसिसी अहिले छ सभा थुमत यो 14 डिसिसी 1960 में त्यहाँ अप्रेल 1960 में त्यहाँ सेन्टरहरू अलग थियो। बगलो धर्मशाला फेरि देहरादूनमा 1960 में हाम्रो फर्स्ट इयर र यो 4th इयरको जस्तो मर्ज गऱ्यो सेन्टर मर्ज गरेर तपाईँको सेन्टर सभासम्म स्थापित गऱ्यो। त्यहाँदेखि अहिलेसम्म हाम्रो यो 14 डिसिसी सभासम्म रहेको छ। त्यो तपाईँलाई केही जानकारी छैन गर्दै म धेरै भन्नु चाहन्न। अब बाँकी इतिहासको पल्टनको धेरै नाम छ, म त्यसमा जान चाहन्न। फेरि पनि हाम्रो जो पुर्खाहरूले हाम्रो पहिलेको दिदीबाजेहरूले पल्टनको लागि धेरै वीरताको कामहरू गर्नुभयो, बलिदान दिनुभयो। प्रथम विश्वयुद्ध, सेकेन्ड दोस्रो विश्वयुद्ध र धेरै अपरेसनहरूमा जो छ भाग लिनुभयो। उहाँले आफ्नो जीवनको बलिदान पनि दिनुभयो। त्यसै कारणले हामी अहिले पल्टन हामी यहाँ बसिरहेको छौँ। हामी है नाम हामीले आफ्नो कालकला ठाउँ लगाएर हामी यो जन्म स्थापना दिवस मनाउँदैछौँ। र त्यो पनि हामीलाई जस्तै याद गर्नुपर्छ। म जति पनि हाम्रो आफ्नो जीवन बलिदान दिनुभयो हाम्रो पुर्खाले, उहाँप्रति म सम्मानको साथ उहाँलाई याद गर्न चाहन्छु। उहाँप्रति जस्तो आफ्नो श्रद्धाको सम्मान जस्तो व्यक्त गर्न चाहन्छु। र आजको दिन अब हामीहरू यो हरेक वर्ष अहिले कति हाम्रो लगभग कति 2017बाटै हामीले यो स्थापना गरेको हाम्रो पल्टनको सङ्गठन यो चितवन नवलपुर हामीले जति भिडियोहरू छौँ सबको हामी सबै मिलेर यो सङ्गठन खडा गरेको छौँ। 1917 हामीले लगभग प्रत्येक वर्ष यो स्थापना दियो और 11 मार्च रेजिमेन्ट दियो पनि मनाउने गरेका छौँ। सकेसम्म हामी सबै दाजुभाइ दिदीबहिनीहरू सकेसम्म प्रचार पनि छुट्टै भयो भने आएर यहाँ भेला हुने, आपसमा भेटघाट गर्ने, आफ्नो विचारहरू आदान प्रदान गर्ने, हालखबरहरू जान्ने, त्यस्तो गऱ्यो भने हामी आपसमा मेलमिलाप हुन्छ पनि पर्छ।
र त्यसलाई म सबैलाई यो सब अगाडि आउने कार्यक्रममा सबै सकेसम्म 100% उपस्थित हुनु आग्रह गर्न चाहन्छु। र म धेरै नगरिकन आजको यो कार्यक्रमले सबै हामी दाजुभाइ दिदीबहिनीहरूमा आपसमा एकता प्रेम सद्भावना जस्ता बढ्दै जाउँ भन्ने म प्रार्थना गर्न चाहन्छु। यति भन्दै अब म हाम्रो यो पल्टनको एउटा सोच्दै फस्फोर बिहा हो के हो भने म भन्न चाहन्छु। ताबहरू दाइहरू एकछिन धेरै भनिदिनु होला, म भन्छु तपाईँले सँगै भन्नु होला, दिदीबहिनी पनि एकपछि हुन्छ है त। म अब फस्फोर दिन भन्छु, तपाईँले के भन्छ त्यो भन्नु है सबैजना उठ्दिनु ल। फस्फोर बिहा हो कि होइन? हो कि होइन? हो कि होइन? ल कुनै वर्ष फस्फोर जिआरकी ल चाहिँ हनेल क्याप्टेन रुदन कुमार थापा साहबज्यूलाई औपचारिक कार्यक्रम आफ्नो मन्तव्य राख्दै औपचारिक कार्यक्रम समाप्त र अनौपचारिक कार्यक्रम सुरुवात भएको घोषणा गरिदिनु म हार्दिक अनुरोध गर्दै आजको यस कार्यक्रमबाट म पनि बिदा हुन्छु। धन्यवाद। आजको कार्यक्रम प्रस्तुता अमेरिक शुद्ध मेजर मनबहादुर राणा साहबलाई सबभन्दा पहिला हाम्रो पल्टन फर्स्ट फोकियर रेड भएको 170 वर्षको उपलक्ष्यमा यो कार्यक्रममा सहभागी हुनको निम्ति आउनुभएको हाम्रो सम्पूर्ण शुद्ध मेजर अमेरिक कमिसन साहबहरू, डिसिएस साहबहरू, सिनियर एसएस बुद्धिहरू, आदरणीय दिदीहरू र बहिनी र बाबुहरू प्रति म यसै चितवन नवलपुर फस्फोर केटी परिवारका अध्यक्ष लगायत कार्य समितिको प्रत्येक सदस्यका तर्फबाट यहाँहरूलाई हार्दिक शुभकामना र बधाई भन्न चाहन्छु। र आज फस्फोर चितवन नवलपुरले यो 170 वर्षको जन्मदिवसको कार्यक्रमलाई यस भरतपुर महानगरपालिकाको प्यानोरमा रिसोर्टमा आयोजन गर्दै गर्दाखेरिको प्रमुख अतिथि हाम्रो फस्फोर केयरको संस्थापक अध्यक्ष र मोस्ट सिनियर स्टाफ शुद्ध मेजर अमेरिक क्याप्टेन इमान बहादुर गुरुङ साहब र आज मञ्चमा बस्नु आएको हाम्रो सम्पूर्ण स्टाफहरू र सिनियर एनसिओस बुद्धिहरू र यो कार्यक्रममा सहभागी हुनको निम्ति आउनुभएको हाम्रो चितवन नवलपुरको सम्पूर्ण सेयर मेम्बरहरू। पल्टनको बारेमा जति पनि चाहिँ भन्नुपर्ने कुराहरू थियो त्यसको चाहिँ ब्रिफ हिस्ट्री हाम्रो सिनियर मोस्ट स्टाफले अहिले भर्खरै यहाँहरूलाई अवगत गराउनु भयो। त फेरि पनि म यहाँहरूलाई के अवगत गराउन चाहन्छु भन्दाखेरि आजको दिनको 170 वर्ष पहिला हाम्रो फस्फोर केयर एक्स्ट्रा गोर्खा रेजिमेन्टको रूपमा ब्रिटिस प्रथम सिओ लेफ्टिनेन्ट डी मैकिन्टायर र प्रथम शुद्ध मेजर बले थापाको नेतृत्वमा यो पल्टन इन्डियाको उत्तराखण्डको पिथौरागढको लोहागढ भन्ने ठाउँमा रेज भएको थियो। त यति लामो समय 170 वर्षको इतिहास बोकेको गौरवशाली इतिहास बोकेको पल्टनको शौर्य गाथा र विभिन्न जस्ता चाहिँ कालखण्ड र परिवेशमा चाहिँ काम गरेको कार्य क्षमतालाई तपाईँ हामीले जसरी चाहिँ मूल्याङ्कन गर्ने हो भने यो पल्टनले प्रथम जस्तो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, सन् 1962को इन्डो चाइना वार र सन् 1965 को इन्डो पाक वार र एगेन फेरि 1971 सालको इन्डो पाक वार र विभिन्न जस्ता समयको कालखण्डमा काउन्टर इन्सर्जेन्सी जङ्गल वारफेयर नर्थ इस्टमा इन्डियाको र नर्दर्न इन्डियाको जेएनकेमा एन्टी टेरोरिस्ट प्रक्सी वारमा पार्टिसिपेट गरेर प्रशस्त मात्रामा ग्यालेन्ट्री एवार्डहरू चाहिँ
विन गरेको छ। त एउटा मिसालको तौरमा जिन्दा मिसाल दिने हो भने दोस्रो विश्वयुद्धमा हाम्रो पल्टन मेजर DS याङ र सुबेदार जोगिया गुरुङ साहबको नेतृत्वमा पल्टनले जर्मन सेनाद्वारा ओक्युपाई गरेको डिफेन्सलाई ध्वस्त गरेर न्यू च्यापल भन्ने ठाउँलाई चाहिँ क्याप्चर गरेको थियो, जसमा हाम्रो पल्टनले ग्यारेन्टी एवार्ड ग्यारेन्टी बेटल अनर पाउनुको कारणले गर्दाखेरि हामीले न्यू च्यापल डे भनेर चाहिँ ट्रेक सुटहरू चाहिँ लाएर हिँडेर आज हामीले न्यू च्यापल डे भनेर चाहिँ 11 मार्चलाई चाहिँ मनाउँछौँ। यो किन भन्दाखेरि हाम्रो पल्टन त्यतिखेर जर्मन सेनाको चाहिँ विरुद्धमा लड्दाखेरि हाम्रो 250 जना पल्टनको अफसर साहबहरू, जेसो साहबहरू, एसएस बुझीहरू चाहिँ बहादुर भाइहरूले आफ्नो पल्टनको रेजिमेन्टल स्पिरिट र रेजिमेन्टल फ्ल्यागलाई हमेसा उच्च राख्नको लागि आफ्नो लाइन अफ ड्युटीमा उहाँहरूले तपाईँ हाम्रो निम्ति हिजोका आफ्नो दिनहरूलाई प्राणको आहुति दिएर तपाईँ हामीलाई यो 170 वर्ष पुगेको पल्टनको एउटा गौरवशाली इतिहासलाई विरासतको रूपमा हामीलाई छोडेर गएको छ। तसर्थ तपाईँ हामीले यसलाई यति जसो हामी फर्स्ट तिहारको हो यो हो भनेर जसो त्यसलाई चाहिँ नजरअन्दाज चाहिँ गर्न कदापि चाहिँ मिल्दैन। हाम्रो पल्टनले विभिन्न जसो चाहिँ कालखण्डमा राम्रो काम गरेर आएको छ र सन् 2002मा इन्डियन आर्मीमा सबभन्दा उत्कृष्ट एउटा इन्फेन्ट्री बटालियनको पल्टन थियो, जसमा हामीले 3टा शौर्य चक्र र कीर्ति चक्र र 24वटा सेना मेडल चाहिँ हाम्रो पल्टनले त्यतिखेर हासिल गरेको थियो। त्यसको जसो चाहिँ जिन्दा मिसाल हाम्रो यसै चितवनको स्वर्गीय अनरी क्याप्टेन हेमन्त कुमार घले साहबले सेना मेडल पाउनु भएको थियो र हाम्रो काउसती नवलपुरको हलदार भूपेन्द्र सलामीले सेना मेडल पाएको थियो र त्यस्तै गरेर बुटलको अनरी क्याप्टेन कोष बहादुर गुरुङ साहबले सेना मेडल पाउनु भएको थियो र बुटलकै 44,919 सुबेदार दिलबहादुर पुन साहबले पनि सेना मेडल पाएको थियो र त्यस्तै जसमा अनगिनत जसो चाहिँ चक्र बहादुरीको चाहिँ ग्यालेन्ट्री एवार्डहरूको चाहिँ विनर थियो। त त्यतिखेर हाम्रो पल्टनमा जो नर्दर्न कमानको आर्मी कमान्डर सेकेन्ड हेड जिआरको जनरल नानावती साहब हुनुहुन्थ्यो। उहाँले यही भन्नुहुन्थ्यो कि म अहिले चाहिँ इन्डियन आर्मीको आर्मी हेडक्वार्टरमा जाँदाखेरि मेरो यो माथिको बटन जसो चाहिँ गौरवले मेरो यो 2टा बटन चाहिँ मैले देखाएर चाहिँ छाँटे गरेर चाहिँ म हिँड्छु। किन भन्दाखेरि चाहिँ मेरो नर्दर्न कमानमा र हाम्रो जसो चाहिँ अन्डरमा कसको तिहारले जसो चाहिँ नाम राखेको हुनाले त्यो थियो। त अहिले त्यही समयलाई जसो चाहिँ पार गर्दै आउँदाखेरि विभिन्न समयमा चाहिँ राम्रो चाहिँ काम गरेर पल्टन चाहिँ गइराखेको थियो, हिँड्दैछ। त अहिले हालको यो 2026 साल चाहिँ 11 मार्चमा कर्नल नीरज कुमार साहब र सुबेदार मेजर ईश्वर बहादुर राणा साहबले फर्स्ट पोजिसनका फ्यामिलिज र चाहिँ जेसियो साहब र चाहिँ अन्य जस्तो चाहिँ र्याङ्कलाई 11 मार्च मनाउनको लागि पठानकोटको सुल्तानपुरमा उहाँले हामीलाई निमन्त्रणा चाहिँ पठाउनु भएको थियो, दिनुभएको थियो। यो सबै चिजहरू हामीले तपाईँहरूलाई व्हाट्सएप मार्फत हामीले सेयर गरेका पनि थियौँ। तर चितवन र चाहिँ नवलपुरबाट म र हाम्रो यसै जस्तो संस्थाको उपाध्यक्ष हनेरी सुबेदार मेजर खेमराज गुरुङ साहब र हाम्रो हनेरी सुबेदार मेजर जङ्गवीर साहब र पोखराबाट 16 जना गरेर हामी जो छ पल्टनमा गएर 11 मार्च मनाएर चाहिँ आयौँ। त अहिले यो यति 170 वर्षको गौरवशाली इतिहासलाई दोहोऱ्याउँदै र अघि जसो चाहिँ बढिराखेको चाहिँ पल्टनलाई अहिले पठानकोटको सुल्तानपुरमा कर्नल नीरज कुमार साहबले चाहिँ कमान गर्नुभएको छ भने पल्टनको सुबेदार मेजर अहिले सुबेदार मेजर ईश्वर बहादुर राणा साहब हुनुहुन्छ। त यो त हाम्रो एउटा चाहिँ संक्षिप्त चाहिँ इतिहास भयो। त
यसमा मैले चाहिँ केही कुराहरू यहाँहरूलाई चाहिँ जोड्नु चाहेँ। यसै क्रममा हामीले चितवन नवलपुर, बुटवल महानगरपालिका र चाहिँ पोखरा भ्यालीको फस्फोर जिआरको जति पनि चाहिँ हाम्रो चाहिँ मेम्बरहरू थियो, हामी अध्यक्ष साहबहरू र चाहिँ सिनियर साहबहरूको मार्फत जस्तो चाहिँ हाम्रो भर्बलले चाहिँ त्यतिकै हाम्रो डिस्कस चाहिँ भएर एउटा हामीले कार्यक्रम सुरु गरेका छौँ। यो हाम्रो फर्स्ट फोर जिआरको गेट टुगेदर पार्टी भनेर अहिले प्रथम जो छ पूर्ण मिलनको कार्यक्रम हामीले 2000 जो छ यही 82 सालको माघको 26 गते बुटोलको दियालो फुडल्यान्ड रिसोर्टमा सम्पन्न गरेर आयौँ। हामी चितवन नवलपुरबाट 50 जना सहभागी भएका थियौँ। माथि पोखराबाट 60 जना मेम्बरहरू आउनुभएको थियो र बाँकी उहाँकै थियो। त्यही जसो चाहिँ कार्यक्रमलाई हामीले अब यो आउने जस्तो माघको महिनामा माघको 10 गतेबाट लिएर 26 गतेको बिचमा त्यही कार्यक्रम हामीले सम्पन्न गर्नु छ। त्यतिखेर हाम्रो तकरिबन चाहिँ स्ट्रेनहरू चाहिँ एस्टिमेट उसमा आज जस्तै यो 2026 सालसम्म आउँदाखेरि 9 सालको समयको अन्तरालमा हामीले धेरै जसो चाहिँ निकै हामीले विभिन्न परिवेश र चाहिँ समस्याहरूसँग जुझ्दै हामी यहाँसम्म चाहिँ आज आइपुगेका छौँ। यहाँ आउँदै आज हामी चितवन नवलपुरको फर्स्ट फोर जिआरको प्रत्येक मेम्बरहरू चाहिँ सङ्गठित छौँ र एउटै जस्तो चाहिँ विचारले कोही पनि चाहिँ वैचारिक जस्तो चाहिँ मतको चाहिँ भिन्नता नभएर हामी एउटै जस्तो रुटमा चाहिँ हिँडिराखेका छौँ। यही जस्तो चाहिँ क्रममा पहिलाबाट चाहिँ एउटा आर्थिकको पाटोलाई चाहिँ जोडेर हामीले त्यही जस्तो चाहिँ रकमहरू चाहिँ बढाउनु पर्छ भन्ने एउटा मूल्य मान्यताको चाहिँ आधारमा हामीले पहिलाबाट जस्तो हिसाब किताब गरेर चाहे जस्तै हो यसमा मलाई दुईवटा चिजको माथि म एकदम पक्का एकदम मेरो क्लियर जस्तो विचार र प्रिन्सिपल छ मेरो काम गर्नुको। यो एउटा असुल चाहे म पल्टनैबाट होस् चाहे म जस्तो चाहिँ यहाँ आएर चाहिँ होस् एउटा फेयर हुनुपर्छ र एउटा जस्तो चाहिँ ट्रान्सपेरेन्सी हुनुपर्छ। यो दुईवटा चिज र चाहिँ अर्को हुनुपर्छ तपाईँको चाहिँ एकाउन्टेबिलिटीमा कुन पैसा कहाँबाट कसरी कसले दिएछ त्यसको पक्का जस्तो डाटा र चाहिँ रिपोर्टहरू चाहिँ हुनुपर्छ। यो चिजको लागि तपाईँहरूले चिन्ता मान्नु पर्दैन। संस्था ठिकठाकसँग चाहिँ गइराखेको छ। आउने समयमा त्यसलाई अझै चाहिँ सङ्गठित हामीले चाहिँ गरौँला। मैले तपाईँहरूको अलिकति चाहिँ समय भन्नाले चाहिँ 15 मिनट भएर बोलेको धेरै गर्दिनँ र त्यसले गर्दाखेरि म फेरि अन्तमा म के भन्न चाहन्छु भन्दाखेरि हामीले जो यो 170 वर्षको गौरवशाली इतिहास बोकेको चाहिँ पल्टनलाई जो हाम्रो चाहिँ पुर्खाहरूले आफ्नो हिजोको दिनलाई त्यागेर उहाँहरूले आफ्नो प्राणको आहुति दिएर जो विरासतको रूपमा आज हामीलाई जो छ हस्तान्तरण सुम्पेर जानुभएको छ यसलाई अझै जस्तो चाहिँ सुसङ्गठित र हाम्रो जस्तो रेजिमेन्टलको फ्ल्याग र चाहिँ रेजिमेन्टल स्पिरिटलाई हमेसा जस्तो चाहिँ उल्टा राख्दै हामीले जस्तो हामी सबै जस्तो अघि बढ्नुपर्छ र अन्तमा फेरि एकचोटि हाम्रो यो पल्टन फर्स्ट फोर जिआर दस्तुरी पल्टनको 170 वर्षको रेजिङ डेको उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक शुभकामना बधाई र तपाईँहरूको सुस्वास्थ्यको कामना गर्दै म मेरो दुई शब्दलाई यहाँ अन्त गर्दै अब अगाडिको आउने जस्तो कार्यक्रमहरूमा हामी जस्तो जाउँला र यति भन्दै आज यो फेज 1 को कार्यक्रम यही जस्तो समापन भएको म घोषणा गर्दै म यहाँहरूबाट चाहिँ बिदा हुन चाहन्छु। धन्यवाद।
फोटो कि भिडियो अब मेरो यतातिर बिग्रियो किन ढिलो छैन ए लगाउनु यता सक्यो सक्यो यतानिर हाल्दै ल गम हालिदिनु गम दिदी कस्तो छ खाना हेर्दा राम्रो छ गरी खाएको छैन है खाएर
एकदम जोसिलो गीत भइरहेको छ, के अरे डान्स भइरहेको छ। जोरे ल है हाम्रो देवबास आन्टी पहिला ब्राभो अनि त्यसपछि आन्टी जस्यो ल है ल ल साहब अमर साहब हाम्रो है ल कहाँ गयो